वर्षभित्रमा संविधान लेखन काम सम्पन्न हुनु पर्थ्यो। हामी सबै नेपालीहरूको तपाईहरुको संविधान लेखन काम सकिनु पर्थ्यो, तर त्यो 2 वर्षको समय खेर गयो। अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारलाई उसको हित रक्षाको लागि एउटा संवैधानिक आयोगको व्यवस्था गरिनु पर्दछ, जसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको चाहिँ ग्यारेन्टी पूरा गर्दछ। अपाङ्ग भएका अधिकारहरू हाम्रो साझा सवाल हो। अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि हामी सबै एकजुट हुनुपर्छ। अपाङ्गता भएका व्यक्तिलाई यो समाज, यो राज्य, यो सरकारले एउटा अवसर दिएर राष्ट्र निर्माणमा सहयोग पुर्याउन टेवा गरोस् भन्न चाहन्छौँ। त्यसले गर्दाखेरि यहाँ धेरै कुराहरू भन्नुभन्दा पनि हामीले आगामी दिनमा धेरै कुराहरू गर्नु बाँकी छ र यो साझा सवालमा
हाम्रो नेपाल अपाङ्ग समाज आदिवासी अपाङ्ग सङ्घ साथसाथै हिँड्ने छ भने पनि म संस्थाको तर्फबाट प्रतिबद्धता व्यक्त जाहेर गर्न चाहन्छु। तपाईहरूको यस्ता कार्यक्रमहरू सधैँ निरन्तरता रहोस्। हाम्रा साझा सवालहरू अपाङ्गताभित्रका जुन एउटा हाम्रा साझा सवालहरू छन्, समस्याहरू छन्, ती समस्याहरूलाई एउटै केन्द्रबिन्दुमा ल्याएर हामीले छलफल गरौँ, बहस चलाउँ र त्यसका समाधानका उपायहरू हामी आफै खोजौँ। खास के भने अब सबै होर्डिङ बोर्डको बिचमा चाहिँ अब यस्तो जनचेतना सम्बन्धी होर्डिङ बोर्ड राख्नु चाहिँ मलाई लाग्छ त्यति प्रभावकारी हुन सक्दैन। किनभने अब सामान्यतया मान्छेको नजर चाहिँ त्यसमा पर्दैन र जहाँसम्म अब त्यो बोर्डभित्र लेखेको सन्देशको कुरा छ त्यो त अवश्य पनि एकदमै अनुकूल, देशमा युद्धको विरुद्धमा अथवा युद्ध नगरौँ भन्ने किसिमको अभिप्रायले लेखेको जुन कोटेसन छ त्यो त अवश्य राम्रो छ। अब यसलाई अझ प्रभावकारी बनाउनलाई मलाई लाग्छ यस्तो किसिमको सबै सार्वजनिक विज्ञापन राख्ने ठाउँहरूभन्दा अन्य कहीँ नै अलिकति एकान्त अथवा केही मान्छे सबै मान्छेहरूले देख्ने ठाउँमा राख्यो भने मलाई लाग्छ यसको सार्थकता अझै बढी हुनेछ भन्ने मलाई लाग्छ। राखिरहेको अहिलेको यो बोर्ड चाहिँ ठिकै छ। वास्तवमा राख्ने योले युद्धको सम्भावनाले अब हामी सबै पीडित नेपाली हामी देखिसकेका छौँ होइन, त्यसले गर्दा योले पनि ठिकै छ। तर अहिले अरू ठाउँमा पनि राखेको अलि राम्रो हुने थियो मेरो विचारमा। जस्तो कि अब यो अलिकति रत्न पार्कको साइड छेउछाउतिर पनि त्यहाँ अब अलिकति जनमासहरूको त्यहाँ अलि धेरै हुने भएकोले तपाईँले अहिले देश अडिरहेको बन्दी बनिरहेको छ। संविधान निर्माण प्रक्रिया अवरुद्ध छ। दलहरू सरकार निर्माणमा मात्र तल्लिन्छन्। यस अवस्थामा आम नागरिकले आफ्नो स्थानबाट संविधान निर्माणको लागि खबरदारी गरिरहेका छन्। यो होर्डिङ बोर्ड जसले आम नागरिकको तर्फबाट दलहरूलाई संविधान निर्माणमा लाग्न सन्देश दिइरहेको पाउन सकिन्छ। यो सन्देशका बारेमा आम सर्वसाधारणहरूले के भन्छन् यस बारेमा प्रतिक्रिया दिनु। मलाई चाहिँ यो संविधान सभाको भवन अगाडि राखेको त्यो बोर्डले मानिसमा के प्रभाव पार्छ भनेर भन्ने सन्दर्भमा चाहिँ अब कति मानिसहरूलाई त यति पनि थाहा छैन कि संविधान सभा भनेको के हो र यसले के गर्छ भन्ने नि थाहा छैन र देख्नेहरूलाई पनि एकदम ठिक ठाउँमा छ र राम्रो कुरा पनि हो। संविधान चाँडो लेखिनुपर्छ। बोर्ड राखेको ठाउँ एकदम राम्रो ठाउँमा हो। अब न्यू बानेश्वरको चोकमा छ जुन जोसुकै देशपट्टि सरबाद भएको देशलाई केही गर्नुपर्छ भन्ने मान्छेको त जोसुकै मान्छेको त्यहाँ आँखा पुग्छ र हजुरहरूको त्यो राखेको ठाउँ एकदम राम्रो छ र उहाँहरूले चाहिँ यो राम्रो र नराम्रो उहाँहरूले नै प्रतिक्रिया उहाँहरूले नै चिन्नु सक्नु भएन क्या। त्यो नारालाई चाहिँ हामी चाहिँ के भन्न चाहन्छु मेरो नागरिकको हिसाबले भने उहाँहरूले नै चिन्न सक्नु भएन क्या त्यो बोर्डलाई चाहिँ। त्यो बोर्ड तपाईँको एकदम ठिक छ होइन। यसको लागि यो सभासदहरूलाई एकदम यसले सन्देश राम्रो सकेको छ। जनताले यसले चाहिँ के भने यिनीहरूले काम गरेको छैन भन्ने कुरो यसले देखाइरहेको छ कि यिनीहरूले काम गर्नुपर्छ भनेर यसले सन्देश दिइरहेको छ कि यो बोर्डले। यो बोर्ड एकदम ठिक छ हाम्रो लागि। बोर्डान ठाउँ ठिक छ, एकदम सन्देश ठिक छ। अझ यो भने अझ चोकमा हुनुपर्ने यो अझ धेरै ठाउँमा चोकमा भयो भने जनताले पनि यसरी भनिराखेका छन् भन्ने कुरो सभासदले बुझ्छन् कि त्यो राखेको एकदम राम्रो छ। तर के गर्ने अब त्यहाँ गर्दैनन् त्यो राखेको अनुसार त्यो उनीहरूलाई थाहा छैन, उनीहरूले हेर्दैनन्, त्यो उनीहरूको आँखा बन्द भइरहेको छ। हेर्नुहोस्
हामीले संविधान सभा चाहिँ एउटा संविधान चाहिँ बनाउन भनेर त्यत्रो गरेर पठाइयो होइन। अहिलेसम्म उनीहरूले त्यो कुरा चाहिँ सोध्दै नसोधेर उनीहरूले हाना गरिरहेको छ। यो यस्ता खालका जनचेतनामूलक होर्डिङ बोर्डहरूले निश्चित रूपमा पनि के अरे चाहिँ राजनीतिक नेताहरूलाई अनि संविधान सभासदहरूलाई एउटा जनचेतनामूलक सन्देश दिनुपर्ने त हो, तर त्यसले जनचेतनामूलक सन्देश पनि दिइरहेको छ। जुन बोर्ड राख्नुपर्ने लोकेसन थियो नि, लोकेसन चाहिँ सही छ होइन, सही भन्दा पनि अझै यो साइडतिर राखेदेखि अझ ठिक हो कि भन्ने चाहिँ मलाई लागेको। र त बोर्ड सही छ, त्यो बोर्डको जुन एउटा चाहिँ के अरे चाहिँ त्यो मेसेज छ नि, मेसेज त्यो खालको चाहिँ एउटा चाहिँ त्यो धेरैजना चाहिँ जनताहरू छरिएर रहेको एउटा चाहिँ त्यो लोगो छ नि, त्यो लोगो पनि एकदम चाहिँ के अरे चेतनामूलक नै छ। यो बोर्ड चाहिँ नि ठिक ठाउँमा छ होइन। सबै अब नेताहरूले राम्रोसित हेरेर बुझेर संविधान छिटो समयमा जारी गर्नु पर्यो होइन। अब यो नागरिक अभियान जुन छ नि त्यो अब सबै जनताहरू मिलेर अगाडि बढिरहेको छन् संविधान बनाउनका लागि। त्यसै कारण सबैजना यो बोर्ड चाहिँ नि ठिक ठाउँमा छ। यस त्यहाँको सन्देश पनि ठिक छ, बोर्ड पनि ठिक छ, राम्रो छ। यो बोर्डले चाहिँ तपाईँहरूको हामी नेपालीहरूको र नेताहरूको हाम्रो नेपाली जनताको चाहिँ खास मर्ममा के छ भन्ने कुरो यसले दर्शाएको छ र यो कुरा राम्रोसँग बुझेको छ। यो होर्डिङ बोर्डले एकदम राम्रो गरेको छ। यो अन्य अरू ठाउँमा पनि राख्नुपर्छ, मेसेज एकदम राम्रो छ। त्यो बोर्डले भनेअनुसार तपाईँको एउटा चाहिँ मर्म, त्यो बोर्डको मर्म अनुसार हामीले नेपाली जनताले आशा गर्ने ठाउँ मलाई के लाग्छ भने अब झिनो भइसक्यो। त्यो हेरेको अनुसारमा त ठिकै छ सबै कुरा होइन। यस्तो अब नेपालीहरू सबै भएपछि ठाउँमा राखिदिएपछि सजिलो हुन्छ, सबैले पनि ध्यान गर्छ, उतातिर देखिन्छ। त्यो हेरेर पनि हामीले बुझ्ने हो कता के लाग्नुपर्छ, कसो सबैतिर ध्यान दिमाग घुस्ने भयो। एक ठाउँ राखिदिनु भयो, ठाउँमा शाखाहरूमा राखिदिनुहोस्, ठाउँमा छ त्यसको लागि त्यहाँ राखिदियो भने सबैले ध्यान हुन्छ, सबैले हेर्छ। अहिलेको यो खाली ठाउँमा यो भ्याकुम रहेको बेलामा संविधान सभा कामविहीन भएको अवस्थामा यो अवस्थामा तत्कालीन रूपमा हामीले केही गर्न सक्छौँ भन्ने बारेमा केही विचार गर्नु? यसो उसो हेर्दाखेरि अलिक गम्भीर पनि छ, सजिलो पनि छ, असजिलो पनि छ होइन। अब यो परिवेश अनुसार अब एकैपट्टि सरकार छैन भनेर हामी चुप लाएर बस्यौँ भने त हाम्रो धेरै दिन वेस्टेज भइरहेछ। केही दबाब त हामीले दिनै पर्छ। अब त्यो दिनको लागि पनि हामीले चाहिँ एउटा एलायन्स बनाएर एउटा प्रेसर ग्रुप जस्तो बनाएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। र तत्काल रूपमा अपाङ्गता मैत्री संविधान र शान्तिको चाहिँ झलक हुने खालको चाहिँ हामीले चाहिँ एउटा कार्यक्रम गर्न सकिन्छ जस्तो लाग्छ। अब त्यसको लागि चाहिँ हामीले अर्गनाइजेसनहरू वा हामी जति पनि अर्गनाइजेसनहरू अपाङ्गता सम्बन्धी नै काम गरिन्छ, तर पनि हामी चाहिँ एकजुट भएर एउटा एलायन्स जस्तो हामी आफ्नो ठाउँमा गरे पनि त्यो चाहिँ एक हिसाबले अस्थायी रूपमा भए पनि एलायन्स जस्तो भएर चाहिँ जान सकियो भने चाहिँ राम्रो होला जस्तो लाग्छ। हामीले पनि डिप्लोमेटिक रोल प्ले गर्नु पर्यो, उनीहरूसँग सोझो तरिका त नहुनेको। हामी के गरौँ भन्दाखेरि यदि त्यसो हो भने शनिबारलाई एउटा कार्यक्रम राखौँ। कस्तो कार्यक्रम भने एकपल्ट जाउँ ग्रुप पुष्पकमल दाहाल कहाँ भेटौँ र तपाईँ र सरकार नबनाएर हामीलाई गाह्रो पऱ्यो, यो मुलुकलाई नै गाह्रो पऱ्यो, यो मुलुकको चिन्ता छैन, तपाईँहरूलाई पनि चिन्ता हुनुपर्ने हो भनेर हामीले क्वेसन राखौँ। प्रष्टसँगले मिडिया पनि दिन्छौँ भनेर हामी औपचारिक गरेर भनौँ। त्यसपछि अर्को त्यो ट्रेनिङ त्यहाँ सकेर जाउँ जग्गामा, त्यसपछि रामचन्द्र पौडेलका जाउँ। हामीलाई उनीहरूसँग 3टा टाइम त देला त उनीहरूको निवासमा त। त्यसै गरेर त्यहाँ सँगै भेला हुँदैनन् भने अलग अलग ठाउँमा भनेकोलाई चाहिँ उनीहरूले भनेको हामी खिचेर ल्याउँ र मिडियामा फाल्यौँ। अपाङ्ग मैत्री संविधान बनाउने भन्ने कुरो त हामीले लिएर जानु नै पर्छ। त्यसलाई चाहिँ हामीले चाहिँ एलायन्स बनाएर हुन्छ कि कसरी हुन्छ, नेपाल अपाङ्ग समाजले अझै नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनेर भन्न चाहन्छु म होइन। अब लङ टर्ममा त अपाङ्ग मैत्री संविधान बनाउनको लागि भनेर हामीले यस्ता कार्यक्रमहरू त गरि नै रहनुपर्छ बेला बेलामा। अब संविधान चाहिँ एउटा मस्यौदा चरणमा पुगिरहेछ होइन। अब प्रतिवेदन दिने कामहरू भइरहेछन्। अब त्यो अग्नि खरेलको समितिले चाहिँ मस्यौदा छानबिन गर्ने काम गरिरहेछ। त्यो समितिलाई भेटेर हाम्रो चाहिँ अपाङ्ग मैत्री बनाउनको लागि के गर्नुपर्छ भनेर हामीले चाहिँ केही गर्ने
एउटा अग्नि खरेलको समिति छ नि, त्यो समितिलाई भेट्न सकिन्छ। त्यसपछि निलाम्बर आचार्यको संवैधानिक समितिलाई भेट्न सकिन्छ। संवैधानिक समिति मार्फत यो कुरा आओस् भनेर। अब फर्स्ट ड्राफ्टलाई त कसैले रोक्न सक्दैन। अब फर्स्ट ड्राफ्ट आउने भन्ने कुरो त्यसपछि अथवा आउला नआउला त्यो फर्स्ट ड्राफ्टमा आउने कुरोहरू त केही न केही प्याकेजहरूमा गइसकेका छन्। त्यो गइसकेको आइसकेको स्थितिमा अनि फेरि हामीले छुट भएका कुराहरू त्यहाँ पुरा गर्नको लागि हामीले चाहिँ एउटा लङ टर्ममा चाहिँ के काम गर्ने भनेर रणनीति बनाउनु पर्छ होला। अब एलायन्स बनाएर सबै थरी एक भएर एक आवाज हामीले दिन सक्यौँ भने त्यो बेस हुन्छ। यो जुन जमघट गरेर यो गम्भीर विषयमा जुन ध्यान आकर्षण गर्ने, साथीहरूको बिचमा भेटघाट गर्ने, विचार विमर्श गर्ने हिसाबले यो हाम्रो भेटघाट, यो संयोग जुन अपाङ्ग समाजले गरेको हो, यो संस्थालाई म धन्यवाद दिन्छु, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको तर्फबाट। अब राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल भनेकै तपाईँ हाम्रो एउटा सङ्गठित रूप नै राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल हो। र यो संस्थाले, यो समूहले गरेको निर्णय नै आखिर अन्तर्गत राष्ट्रिय अपाङ्ग महासङ्घको पनि निर्णय यही नै हो कि हामीले जसरी भए पनि यो मुलुकको दिगो शान्ति, स्थायित्व र चाहिँ यो मुलुकलाई अगाडि बढाउनको निम्ति अहिले जुन संविधान सभा जुन किसिमको जति पारदर्शी, जति किसिमको एउटा चाहिँ समावेशी, समानुपातिक हिसाबले सबैको प्रतिनिधित्वको हिसाबमा जुन संविधान सभा जो बनेको छ, यदि यो संविधान सभाले संविधान बनाउन पाएन भने निश्चितै रूपमा अपाङ्गता मैत्री संविधान बन्दैन। यहाँ जसरी अरू वर्ग तबकाले जुन किसिमको आशा गरेका थियन्, त्यसै गरेर हामीले पनि त्यही आशा गरेका छौँ कि अहिलेको संविधान सभाले नै संविधान बनाउनु पर्छ भन्ने हाम्रो माग हो। हाम्रो जोडदार योगदान पनि हामीले सोचेको पनि त्यही हो। र यसको निम्ति चाहिँ जुन एकबद्धता हामीले राख्ने कुरो छँदैछ। अब यहाँ सवाल के छ भने अहिले हामीले संविधान अपाङ्गता मैत्री बनाउनुको निम्ति हामीले थुप्रै इफोर्ट्सहरू हाम्रो छ, धेरै। हामीले लिखित रूपमा चाहे महासङ्घकै तर्फबाट त यही संस्थाको तर्फबाट हामीले हरेक हिसाबले सामूहिक, व्यक्तिगत हामीले हरेक किसिमको पहल कदमीहरू गरेका छौँ। र पनि अहिले मुलुक एउटा अत्यन्तै डेडलकको अवस्थामा छ। सबभन्दा पहिला त सरकार नै बन्नु पर्यो। सरकार नबनिकन संविधान बन्ने कुरै छैन। हाम्रो बिचमा जुन किसिमको भेटघाट भयो, साथीहरूले जुन विषय उत्थान गर्नुभएको छ, यो असाध्यै राम्रो छ। कम्तीमा पनि सरकार चाहिँ चाँडोभन्दा चाँडो नै गठन हुनुपर्ने स्थिति चाहिँ छ, देखिन्छ। त्यसो भएको हुनाले हामी 10 गतेभित्र एकदम छोटो कार्यक्रममा हाम्रो सम्भव छ भने 10 गते जुन सरकारको चाहिँ चयनको निर्वाचनको कुरा छ नि, 10 गते, त्यो 10 गतेको दिन कुनै एउटा धरना जस्तो आजकै दिनमा चाहिँ सरकार निर्माण होस् भन्ने खालको सन्देश दिने खालको एउटा कार्यक्रमहरू गर्न सकिन्छ कि सकिँदैन। अपाङ्गता मैत्री संविधानको कुरा पनि गाँसेर र प्लस शान्तिलाई पनि गाँसेर कि इभिनिङतिर हाम्रो सबै ग्रुप, मैले अघि चाहिँ सञ्जालको कुरा गरेको थिएँ, अपाङ्गता सम्बन्धी सङ्घ संस्थाहरू सबै बसेर माइती घर मण्डलामा चाहिँ उभिने या क्यान्डल लाइटिङ गर्ने बिआइसिसी या यता कता हुनसक्छ स्पोर्ट चेन्ज गरेर एटलिस्ट 200-300 जनाको उपस्थिति भयो भने अब धेरै राम्रो हुन्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्छ। एउटा समय पनि अलिकति छोटो भएको कारणले गर्दा हामीले 10 गतेसम्म चाहिँ अहिले केही न केही चाहिँ हामीले केही गर्नुपर्छ भने चाहिँ हाम्रो यो शान्ति र अपाङ्गता मैत्री संविधानको चाहिँ एउटा हामीले यसलाई म्यासेज दिनको लागि जोस दिपैले भने जस्तो त्यो सम्भव हुन्छ नि त्यो एकदम त्यो गरौँ। त्यसमा मेरो संस्थाको तर्फबाट नै एकदम हामी सहयोग रहनेछ। र उहाँहरूले भने जस्तो लङ टर्मको लागि हामी यदि हाम्रो संविधानलाई, हाम्रो अपाङ्ग मैत्री संविधानको लागि सुनिश्चित गर्नको निमित्त यसलाई चाहिँ यो साझा मञ्च अथवा चाहिँ नेटवर्किङ गरेर जानुपर्छ। विगतको अनुभवमा चाहिँ संविधान सभाको अगाडि हामीले चाहिँ नि अहिले चाहिँ अब यतिजना पठाइदियो भने पनि कसरी भने हाम्रै संस्थाको मान्छेले हामी कतिजना ल्याउँछौँ भनेर हैन, हामी कतिजना ल्याउन सक्छौँ, हामी कतिजना खबर गर्न सक्छौँ भनेर हामीले चाहिँ नि उहाँ किरणजीले भने जस्तै बेलुकाको समय पारेर हैन, पहिलो संविधान बनाउन त पहिला सरकारै गर्नुपर्ने रहेछ के। त्यो सरकार बनाउने कुरादेखि लिएर संविधानका हरेक कुराहरू हाम्रो आफ्नो प्ले कार्ड सहित बरु प्ले कार्डको केही कोर्डिनेसन गरौँ। अपन नेपाल अपाङ्ग समाजले गरिदियो भने त्यसो गरेर हामी गर्छौँ हैन, सहभागी कति ल्याउन सक्छौँ भनेर हाम्रो आफ्नो संस्थाबाट हामीले आफूले कुरा गरौँ। त्यो तरिकाले गऱ्यो भने चाहिँ नि छिट्टो एकदम राम्रो परिणाम देखिने
कार्यक्रम हुन्छ। म यति नै कुरा राख्छु। समय भइसक्यो। पर्सि 10 गतेभित्रमा चाहिँ अब प्रधानमन्त्री चुनाव छ, 3 बजे छ भन्ने सुनेको छु सदनमा। अब सबै सभासदहरू जानुहुन्छ होला। त्योभन्दा अगाडि नै कार्यक्रम मिलाएर गऱ्यो भने चाहिँ राम्रो हुन्छ होला। किरण सरले भने जस्तै माइती घर मण्डलमा केही गर्ने र 601 जना सभासदहरू हुनुहुन्छ नि, उहाँहरूलाई दबाब दिने कार्यक्रम राख्यो भने चाहिँ राम्रो हुन्छ होला। त्यसरी गऱ्यो भने चाहिँ समय मिलाएर गर्दा चाहिँ राम्रो हुन्छ। किनभने चाहिँ दलहरूका मान्छेहरू कुनैलाई बोलाएर चाहिँ 10-12 जनालाई बोलाएर चाहिँ फुर्सद मिलाएर चाहिँ कार्यक्रममा समावेश गरायो भने पनि राम्रो हुन्छ होला, शान्ति मैत्री बनाउनको लागि भन्ने। हामी धेरै काम गरेको छौँ। हाम्रो चाहिँ राष्ट्रिय महासङ्घदेखि लगायत हाम्रो विभिन्न संस्थाहरूले त्यो अभियानमा हामी छौँ नै। र यति बेला अब यो देश अनिवार्यको बन्दीको अवस्थामा पनि रहिराखेको छ। त्यसको अवस्थामा चाहिँ यो तत्काल आज 10 गतेभित्रैमा चाहिँ हामी के गर्न सक्छौँ त? र काम गर्दा पनि हाम्रो पहिचान सहित होइन, हामी काम त गर्छौँ कसैको लागि गर्दा जस्तो नहोस् होइन। हामी आफ्नो चाहिँ के अरे ब्यानर लिएर आफ्नो प्लेकार्ड लिएर होइन, आफ्नो चाहिँ एउटा समान हैसियतमा कसरी उभिने त होइन। हामी अब धेरै अघि पनि हाम्रा धेरै छलफलमा आइसक्यो होइन। हामी धेरै लामो समय हाम्रो समूह पनि टिक्दैन होइन। अब हामी त्यो नभइकन हामी विगत चाहिँ 3-4 वर्षदेखि नै शान्ति र संविधानमा हामी आफ्नो ढङ्गले काम हाम्रो संस्था चाहिँ गर्दै आइरहेको पनि छ। यति बेला चाहिँ यो परिस्थितिमा पनि हाम्रो चाहिँ केही भूमिका हुनुपर्छ है भन्ने अवस्थाले चाहिँ हामीले आयोजना गऱ्यौँ। आज हामीले नेपाल अपाङ्ग समाजको आयोजना र सम्पूर्ण अपाङ्गता क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरूको ऐक्यबद्धतामा यो कार्यक्रमको आयोजना गरेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। हामी धेरै भूमिका बाँड्दैनौँ। आज हामी खालि अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट प्रमुख राजनीतिक दलहरूलाई छिटोभन्दा छिटो एउटा सहमति गर्नुहोस् र त्यसलाई अनिर्णयको बन्दीबाट तुरुन्त मुक्त गर्नुहोस् भनेर हामीले यहाँबाट आह्वान गर्नेछौँ। दलहरूले अब नेपाली जनतालाई ढाक्न हुँदैन। अहिले को हुन्छ, कसको लागि क्षति? सम्पूर्ण नेपाली जनताको लागि क्षति। गल्ती कसले गर्यो? राजनीतिक दलहरूले। राजनीतिक दलहरूले गरेको गल्तीले गर्दा नेपाली जनताले मार खाने, सधैँभरि नेपाली जनतामाथि अन्याय गर्ने नेपालीका राजनीतिक दलहरू के राज्य सञ्चालन गर्नको लागि राजनीतिक दलहरू सक्षम हुनुहुन्न? त्यसै कारणले हामी उहाँहरूलाई अत्यन्तै सकारात्मक भएर सुझाव दिन चाहन्छौँ। यो मुलुकलाई निकास दिनको लागि उहाँहरू निश्चित रूपमा मजासँगले खानपान गरेर एउटा एक ठाउँमा बन्द कोठामा बस्नुहोस्, आनन्दसँगले बस्नुहोस्। जुन दिनसम्म तपाईँहरूलाई सहमति गर्न सक्नुहुन्न त्यो दिनसम्म तपाईँहरू त्यो बन्द कोठाबाट बाहिर निस्कन पाउनुहुन्न। यदि त्यो ढङ्गबाट तपाईँ 3 दलका शीर्ष नेताहरू बन्द कोठामा बस्नुहोस्, खानपान बास सबै व्यवस्था तपाईँहरू त्यहीँभित्र हुन्छ। तर नेपाली जनताको यसरी चाहिँ रगत पसिनाबाट जमेको पैसा अहिले 2 वर्षसम्म संविधान निर्माणको लागि समय खर्चिनु हो। अब फेरि अर्को 1 वर्ष थप्नु भएको छ। तपाईँहरू फेरि पनि यही तालले हो भने अरू 5 वर्ष नेपाली जनताले थपिदियो भने पनि तपाईँहरू संविधान बनाउन सक्नुहुन्न। किनभने असफल राष्ट्र भनेर साबित गराउनको लागि अब के कुरा चाहियो? यसले गर्दाखेरि हामी नेपाली अपाङ्गता भएका व्यक्तिहरू देशको लागि आवश्यक पर्यो भने जस्तोसुकै बलिदान दिन पनि हामी तयार छौँ। त्यसको लागि तपाईँहरू पहिलो कुरा राजनीतिक दलीय स्वार्थभन्दा पनि जनता र यो मुलुक रह्यो भने मात्रै हामी रहन्छौँ, हाम्रो पार्टी रहन्छ भन्ने सोचिदिनुहोस् र एक ठाउँमा जम्मा भएर निश्चित रूपमा पहिला राष्ट्रिय स्वार्थलाई ख्याल राखेर जम्मा हुनुहोस् र त्यसबाट एउटा निचोड निकाल्नुहोस्। अनि सरकार पनि बन्छ। अहिले पहिला साझा सहमति बनाउनु पर्ने, सहमति कहिले बन्दैन भन्ने, अनि सरकार कसरी बन्छ। त्यसैले तपाईँहरू एक ठाउँमा जम्मा भइसकेपछि त्यहाँबाट फेरि बाहिर निस्केपछि कुरा बिग्रन्छ। तपाईँहरू बाहिर ननिस्कने गरी बस्नुहोस्। कार्यक्रमका सभाध्यक्षज्यू, विभिन्न राजनीतिक दलका नेताजीहरू, नेपाल अपाङ्ग समाजका मित्रहरू, आयोजक मित्रहरू, पत्रकार मित्रहरू, पहिलो कुरा त मुलुकको राजनीतिक गत्यारुलाई अन्त गरेर सहमतिको यात्रा अगाडि बढाउनका लागि, शान्ति र संविधान लगायतका कार्यभारहरूलाई सुनिश्चित गर्नका लागि तपाईँले जो आग्रह गरिरहनु भएको छ त्यो अभियानप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ र हाम्रो चाहना पनि त्यही हो र त्यही अनुसार चाहिँ अगाडि बढ्नुपर्दछ। छिटोभन्दा छिटो पुरा गर्नुपर्दछ।
भन्ने पक्षमा छौँ। संविधान र कानुनको प्रक्रियाका विषयहरूबाट चाहिँ हामी दलहरू बिचमा अलग थलग हुनुपर्ने कुनै कारण छैन। त्यसकारणले त्यहाँ संवैधानिक रूपले चाहिँ नयाँ प्रक्रियामा जानका लागि पनि बाटाहरू छन्, किनभने व्यवस्थापिका संसद सार्वभौम सत्ता सम्पन्न अङ्ग हो। उसले आफ्नो आन्तरिक कार्यविधिको बारेमा आफै तय गर्न पाउने प्रकारको स्वतन्त्रता छ। त्यसकारणले त्यो स्वतन्त्रता चाहिँ संविधानको धारा चाहिँ तपाईँको 57ले पनि त्यो अधिकार दिएको छ, तपाईँको धारा 78ले पनि त्यो अधिकार दिएको छ। त्यस कारणले गर्दाखेरि व्यवस्थापिका संसदले आफ्नो आन्तरिक कार्यविधि अवलम्बन गर्ने अधिकार प्रशस्त मात्रामा दिएको छ। व्यवस्थापिका संसद पूर्णतया स्वतन्त्र छ, आफ्नो आन्तरिक कार्यविधि तय गर्न सक्षम छ। त्यो कहीँ पनि अदालती प्रश्न पनि बन्दैन, केवल नैतिकताको प्रश्न बन्ने हो। नैतिकताको प्रश्नको बारेमा पनि 7 पटकसम्मको निर्वाचनबाट रिजल्ट हुन नसकेको अवस्थाको कारणले गर्दाखेरि नैतिकताको कारण पनि एक हदसम्म हल भइसकेको छ। 62-63 को आन्दोलनमा राजनीतिक पार्टीका नेताहरूज्यूले जुन सडकमा नआउने अवस्थामा जुन निषेधित क्षेत्रमा हामी अपाङ्गता भएका व्यक्तिहरू पनि यो जनआन्दोलनलाई सफल पार्न निस्केका थियौँ। हामी पक्राउ परेका थियौँ, कपडा च्यातिएका थिए, हाम्रा व्हिलचेयर भाँचिएका थिए, हाम्रा चाहिँ नि दृष्टिबिन साथीहरूका लठीहरू भाँचिएका थिए र हामी थुनिएका थियौँ। आज हामी त्यसै अनुरूप तपाईहरूलाई के भन्न आइराखेको छौँ भने यो अन्यायको बन्दी नबनाउनुहोस्।